जय श्रीराम साथीहरू। के भन्नु, आज मेरो छोरीले माछा ल्याएको छ। मलाई भन्दैछ माछाको मलाई भिडियो बनाइदिँदैछु। यो माछा हो, रेहु माछा। त्यसमा नुन बेसार दिएको छ, लहसुन खुर्सानी अनि पहेँलो सर्सो कालो सर्सो पिसेर मसल्ला अलिअलि मसल्ला पनि राखेको छ। कोही कोही त नुन बेसार मात्रै हाल्छ, तर हामी चाहिँ मसल्ला पनि अलिअलि हाल्छु। अनि यहाँ चाहिँ माछाको अन्डा छ, अर्को अन्डा पनि मिसाएर यसको पनि कचरी बनाउने, यो माछा बनाउने। यो सिलौटीमा चाहिँ म चाहिँ मसल्ला पिसिदिँदैछु। यो हेर्नु, यसमा खुर्सानी छ, जिरा छ, अनि कालो पहेँलो सर्सो छ, लहसुन छ, प्याज छ, यति मसल्ला। अनि त्यस पछाडि पकाउने बेलामा टमाटर धनियाँ पत्ता पनि हाल्छ। यता चाहिँ माछा फ्राई गर्छ, यता चाहिँ अन्डा फ्राई। अब चाहिँ सबै मिक्स गरिसकेको छ, यसमा पनि मसल्ला मोलिसकेछ। अब चाहिँ बनाउँदैछ। यो दुईटै माछाको अन्डा र हाँसको अन्डा दुईटै मिसाएर बनाउँदैछ। यता चाहिँ माछा फ्राई हुँदैछ। हेर्नु, अब अन्डा चाहिँ पाकिसकेछ। उता माछा पनि फ्राई हुँदैछ। हेर्नु साथीहरू, अब निकालिसकेछ प्लेटमा। बस इभान खान। हेर्नु साथीहरू, माछा फ्राई भइसक्यो। अब यो टाउको फ्राई हुँदैछ। यता माछा फ्राई भइसकेको छ। हेर्नु साथीहरू, अब माछा फ्राई भइसकेको छ। मसल्ला हाल्दैछ। मसल्लामै चाहिँ प्याज र टमाटर मैले पिसिदिएको छु। एकजना खाने हो माछा, पिसी नै दिए एउटा सानो टमाटर र आधी प्याज। अनि त्यो माछा तारेको जुन तेल हुन्छ नि, त्यो निकालिदिएको, अर्को तेल हालेको। त्यो तारेको तेल हालेपछि नि तितो तितो हुन्छ माछा, त्यसैले त्यो तेल निकालिदिनुपर्छ माछा तारेको, या त थोरै थोरै तेल राखेर माछा तार्नुपर्छ। अब यो भुटिसकेपछि झोल हाल्छ। अब मसल्ला चाहिँ भुटिसकेछ। अब यसमा पानी हाल्ने।